वेलकम ब्याक टु माई अनदर एपिसोड। दिस इज अजय तामाङ। स्वागत गर्न चाहन्छु तपाईँलाई मेरो यो युट्युब च्यानलमा। आज पनि सदा चाहिँ साइकलले पछ्याएर म भ्लग बनाउन जाँदैछु। यतिखेर म अलवक्रा अब अलमसरफ भन्ने रोड छ, अलमसरफ हो के नाम छ हैन। उतापट्टि चाहिँ पुरै हाइवे छ हैन, गाडीहरू उडिरहेछन्। यो चाहिँ सायद दोहा जाने हाइवे हुनुपर्छ। हामी ड्युटी जाने बेलामा पनि यही हाइवे हुँदै जान्छौँ। आज त्यही हाइवेकै सँगै यहाँ साइकल लेन पनि रहेको छ। अब कुरा गर्दै जाने सिलसिलामा अब शीतल हावा चलिरहेछ, आनन्दको घमाइलो घाम अस्ताउने टाइम भइरह। आज मैले सुगा पनि उडेको देखेँ, सुगाहरू पनि आवाज आइराखेको रहेछ। हात छोडेर साइकल चलाउनै नसक्ने रहेछ। हात छोडेर साइकल चलाउँ भनेको अलि नसकिने रहेछ। बाटो चाहिँ यस्तो छ। हात छोडेर साइकल चलाउन बिर्सिसकेछ मैले। पहिला चलाउँथे धेरै समय पहिले। अब अगाडि हेर्दै जाउँ, के देख्न सकिन्छ। अहिले चाहिँ घाम अस्ताउने समय हो है। अब सायद यो ट्र्याक नछोडी जाने हो भने एयरपोर्ट पनि पुगिन्छ होला सायद है। गाडीहरू पुरै यहाँ चाहिँ बाटोहरू सिधा भएको हुनाले गाडीको स्पिड धेरै नै हुन्छ। साइकल त हात छोडेर चलाउनै नसकिने रहेछ। कतारले हरियाली बनाइसकेछ है बाटोहरू। आज त साँच्ची फुलपाती है, दसैँको कागजले फुलपाती भित्राए। अब नेपालमा दसैँ चाडबाड लागिरहेछ। बिरानो देशमा के को चाड लाग्ने, के को पर्व लाग्ने केही पनि थाहा हुन्न। सबैजना आफ्नो आफ्नो काममा धुनमा रमाइराखेका हुन्छन्। कसलाई के भन्ने हो र। ठुलो साइनेज बोर्डहरू लगाएको छ, तारजाली लगाएको छ। हाइवेमा कोही मान्छे डाइरेक्ट जान पनि मिल्दैन यहाँदेखि, पुरै तारजाली लगाएको छ। रुखहरू यस्तरी झ्याङ्गिएको छ। निकै हावा तेज छिटो चलिरहेछ। जङ्गल पनि देखियो। कहाँ हो यो? गाई पाल्ने ठाउँ रहेछ यो है, फारम जस्तो। मैले गाई जस्तो नि देखेँ। गाई फारमै हो। यहाँबाट देखिन्छ गाई फारम। भिडियो गर्न मिल्छ मिलेर। फ्लाइओभर छ यहाँ
चाहिँ गाई पाल्दो रहेछ जाडी साडी भएको गाई पाल्दो रहेछ उसका सबै पीरहरू तिम्रो काँधमा बिसायो कि फेरि आउँदा तिमीलाई गालेर घुम्दै कहाँ आए कुनै पत्तो नै भएन आउँदैछु हिँड्दैछु कता हो बाटो लामो छ फ्लाइओभर धेरै टाढाको कुरो कहाँ आएछु चारैतिर फुलहरू लगाएछन् त्योहरू यस्तै छ बाँकी दुनियाँ कहाँको बाटो आयो जताततै हरियाली एकै व्यापक हरियाली बनाएछ है हरेक फ्लाइओभरबाट निस्कियो उस्तै देखिन्छ छुट्याउनै सकेन पत्तो पाउँदैन त अब म यहीँदेखि फर्किन्छु कहाँ हो है खानाले बनाउनुपर्छ काम छ धेरै गाडी आएछु